सो हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु अवर च्यानल। साथै आजको पहिलो प्रश्न रहेछ, सौर्यमण्डलको कुन ग्रहलाई रातो ग्रह भनेर पनि चिनिन्छ? अप्सन ए बुध ग्रहलाई, अप्सन बी शुक्र ग्रहलाई, अप्सन सी शनि ग्रहलाई, अप्सन डी मङ्गल ग्रहलाई। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी मङ्गल ग्रहलाई। यसै क्रममा प्रश्न नम्बर 2, नेपालको प्रसिद्ध नन्द भाउचु ताल कुन जिल्लामा पर्दछ? अप्सन ए चितवनमा, अप्सन बी कास्कीमा, अप्सन सी बागलुङमा, अप्सन डी कैलालीमा। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन ए चितवनमा। यसै क्रममा प्रश्न नम्बर 3, कुन जनावरले प्राकृतिक रूपमा फर्मेटेड फलहरू खाएर रक्सीको नशा जस्तो अनुभव गर्ने गर्दछ? अप्सन ए घोडा, अप्सन बी चिम्पान्जी, अप्सन सी ऊँट, अप्सन डी भालु। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन बी चिम्पान्जीले। यसै क्रममा प्रश्न नम्बर 4, मिस नेपाल 2020 को उपाधि जित्ने महिला को हुन्? अप्सन ए रञ्जना लामा, अप्सन बी उषा थापा, अप्सन सी नर्मदा श्रेष्ठ, अप्सन डी अनुष्का श्रेष्ठ। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन सी नर्मदा श्रेष्ठ। यसै क्रममा प्रश्न नम्बर 5, कुन जनावरले उभिएरै निदाउन वा सुत्न सक्छ? अप्सन ए भालुले, अप्सन बी घोडाले, अप्सन सी ऊँटले, अप्सन डी हात्तीले। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन बी घोडाले। यसै क्रममा प्रश्न नम्बर 6, वान बेल्ट वान रोडको अवधारणा ल्याउने देश कुन हो? अप्सन ए जापान, अप्सन बी भारत, अप्सन सी नेपाल, अप्सन डी चीन। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी चीन। यसै क्रममा प्रश्न नम्बर 7, विश्वमा शान्तिको देश भनेर कुन देशलाई चिनिन्छ? अप्सन ए क्युबालाई, अप्सन बी श्रीलङ्कालाई, अप्सन सी भारतलाई, अप्सन डी नेपाललाई। यस प्रश्नको त थाहा भए कमेन्ट गर्नुहोला। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी नेपाललाई। यसै क्रममा तपाईँको अग्लो प्रश्न नम्बर 8, सुनौलो घडी कुन देशको राष्ट्रिय चिन्ह वा गौरवको प्रतीक मानिन्छ? अप्सन अमेरिकाको, अप्सन बी भारतको, अप्सन सी रुसको, अप्सन डी भेनेजुएलाको। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन सी रुसको। यसै क्रममा प्रश्न नम्बर 9, विश्वको पहिलो महिला वकिल को हुन्? तपाईँहरूको अप्सन यस प्रकार रहेका छन्। अप्सन ए इथेल मेरी, अप्सन बी लुसी बी, अप्सन सी श्रीमती अप्रो ब्रेहन, अप्सन डी श्रीमती आरोबेला म्यान्सीफिल्ड। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी श्रीमती आरोबेला म्यान्सफिल्ड। यसै क्रममा प्रश्न नम्बर 10, कुन देशका प्राचीन मानिसहरूले सुरक्षित राखेको मृत शरीरलाई ममी भनिन्छ? अप्सन ए क्युटो, अप्सन बी क्युबा, अप्सन सी ब्राजिल, अप्सन डी इजिप्ट। यसको म त थाहा भए कमेन्ट गर्न नबिर्सिदिनु होला। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी इजिप्ट। यसै क्रममा प्रश्न नम्बर 11, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान कहिले गरिएको थियो? अप्सन ए 2078 साल माघ 10 गते, अप्सन 2078 माघ 15 गते, अप्सन सी 2078 माघ 20 गते, अप्सन डी 2078 फागुन 6 गते। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन डी 2078 फागुन 6 गते। यसै क्रममा प्रश्न नम्बर 12, नेपालसँग द्विपक्षीय दौत्य सम्बन्ध कायम गर्न पछिल्लो 181 राष्ट्र कुन हो? अप्सन ए मार्शल आइसल्यान्ड, अप्सन बी भारत, अप्सन सी रुस, अप्सन डी बेलिज। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन ए मार्शल आइसल्यान्ड। यसै क्रममा प्रश्न नम्बर 13, इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो? अप्सन ए बादलपाडी, अप्सन बी भाइ भाइ, अप्सन सी माउन्टे दाई, अप्सन डी आमा। यस प्रश्नको त थाहा भए कमेन्ट गरिदिनु होला। साथै यस प्रश्नको सही जवाब रहेछ अप्सन ए बादलपाडी। यसै क्रममा प्रश्न नम्बर 14, विश्वका 11 वटा देशहरू भएर बग्ने संसारकै सबैभन्दा लामो नदी कुन हो?
ऑप्शन ए अमेजन नदी, ऑप्शन बी महाकाली नदी, ऑप्शन सी कोसी नदी, ऑप्शन डी नाइल नदी। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन डी नाइल नदी। यसै क्रममा प्रश्न नम्बर 15, विश्वमा सबैभन्दा धेरै मतदाता भएको लोकतान्त्रिक देश कुन हो? ऑप्शन ए नेपाल, ऑप्शन बी भारत, ऑप्शन सी रूस, ऑप्शन डी जापान। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन बी भारत। यसै क्रममा प्रश्न नम्बर 16, विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो? ऑप्शन ए अपी, ऑप्शन बी हिमालय, ऑप्शन सी कञ्चनजङ्घा, ऑप्शन डी एन्डिज। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन डी एन्डिज। यसै क्रममा प्रश्न नम्बर 17, भौगोलिक अवस्थितिका कारण कुन क्षेत्रमा वर्षको करिब 2 महिना सूर्य उदाउँदैन? ऑप्शन ए नेपाल, ऑप्शन बी अलास्का, ऑप्शन सी भुटान, ऑप्शन डी अन्टार्कटिका। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन बी अलास्का। यसै क्रममा प्रश्न नम्बर 18, विश्वको कुन देशमा ऐतिहासिक सुनको महल वा अत्यधिक सुन प्रयोग गरिएको दरबार छ? ऑप्शन ए नेपाल, ऑप्शन बी भारत, ऑप्शन सी जापान, ऑप्शन डी अमेरिका। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन सी जापान। यसै क्रममा प्रश्न नम्बर 19, विश्वमै सबैभन्दा सस्तो इन्टरनेट सेवा उपलब्ध भएको देश कुन हो? ऑप्शन ए रोम, ऑप्शन बी चीन, ऑप्शन सी इजरायल, ऑप्शन डी अमेरिका। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन सी इजरायल। यसै क्रममा प्रश्न नम्बर 20, नेपालको सबैभन्दा ठूलो मरुभूमि कुन हो? ऑप्शन ए मुस्ताङ, ऑप्शन बी मनाङ, ऑप्शन सी डोल्पा, ऑप्शन डी हुम्ला। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन ए मुस्ताङ। यसै क्रममा तपाईको अग्लो प्रश्न, प्रश्न नम्बर 21, सारको वडापत्रमा कतिवटा धाराहरू रहेका छन्? ऑप्शन ए 8 वटा, ऑप्शन बी 10 वटा, ऑप्शन सी 12 वटा, ऑप्शन डी 15 वटा। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन बी 10 वटा। यसै क्रममा प्रश्न नम्बर 22, कम्प्युटरको अस्थायी स्मृतिलाई के भनिन्छ? ऑप्शन ए रोम, ऑप्शन बी र्याम, ऑप्शन सी सीपीयू, ऑप्शन डी हार्ड डिस्क। यस प्रश्नको थाहा भए कमेन्ट गर्न नबिर्सिदिनु होला। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन बी र्याम। यसै क्रममा प्रश्न नम्बर 23, कुन चराले पछाडितिर पनि उड्न सक्छ? ऑप्शन ए ढुकुरले, ऑप्शन बी सुगाले, ऑप्शन सी हुमिङबर्डले, ऑप्शन डी गिद्धले। यस प्रश्नको सही जवाब तपाईहरु कमेन्ट गर्न नबिर्सिदिनु होला। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन सी हुमिङबर्डले। यसै क्रममा प्रश्न नम्बर 24, नेपालको संविधान 2072 कहिले जारी भएको हो? ऑप्शन ए 2072 असोज 1 गते, ऑप्शन ए 2072 असोज 3 गते, ऑप्शन 2072 कार्तिक 3 गते, ऑप्शन 2072 मङ्सिर 3 गते। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन बी 2072 असोज। यसै क्रममा प्रश्न नम्बर 25, मानव शरीरको कुन अङ्ग पुनरुत्पादन हुन सक्छ? ऑप्शन ए मुटु, ऑप्शन बी आँखा, ऑप्शन सी कलेजो, ऑप्शन डी मृगौला। साथीहरु यस प्रश्नको सही जवाब रहेछ अप्सन सी कलेजो। यसै क्रममा तपाईको अन्तिम प्रश्न, प्रश्न नम्बर 26, नेपालमा चिठीमा टिकट टाँस्ने चलन कुन प्रधानमन्त्रीको पालादेखि सुरु भएको हो? ऑप्शन ए भीमसेन थापा, ऑप्शन बी वीर शमशेर, ऑप्शन सी चन्द्र शमशेर, ऑप्शन डी जङ्गबहादुर राणा। साथीहरु यस प्रश्नको सही जवाब तपाईहरु कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिदिनु होला। साथीहरु आजको भिडियो तपाईँलाई राम्रो लाग्यो भने प्लिज लाइक शेयर गर्न च्यानल सब्स्क्राइब गरिदिनु होला। साथीहरु हामी मिल्छौँ यस्तै अग्लो भिडियोमा। आजको लागि धन्यवाद। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। ओके बाइ बाइ फर टुडे।